सबैजनालाई नमस्ते। म चाहिँ टिम टेक्टोनिकबाट कुशल अधिकारी। आजको एउटा भिडियोमा चाहिँ हामीले हाम्रो क्याम्पसको एकजना सर तन्त्रनाथ झा सरसँग चाहिँ सानो इन्टरभ्यू लिएका थियौँ। उहाँको कुरा सुनिदिनुहोस्। म यहाँ इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर डिपार्टमेन्टमा 15 वर्षदेखि पढाइरहेको छु र यो भाइहरूलाई ओओपी पनि पढाएको थिएँ। ओओपीमा पनि एवार्ड विनिङ प्रोजेक्टहरू गरेको थियो यो ग्रुपले। साथै अहिलेको यो प्रोजेक्टमा चाहिँ डिस्लेक्सिया भन्ने डिजिजको लागि चाहिँ यो भाइहरूले असाध्यै राम्रो चाहिँ प्रोजेक्ट डेभलप गर्नुभएको रहेछ। एकदम जुन चाहिँ यो त्यस्तो टार्गेटेड बच्चाहरूको लागि चाहिँ असाध्यै चाहिने नै प्रोजेक्ट हो र यसको शुभकामनाको लागि म अपेक्षा गरेको छु र धेरै लगाव छ उहाँहरूको प्रोजेक्टमा र प्रोजेक्टहरू चाहिँ एकदम साह्रै राम्रो बनाउनु भएको रहेछ। जुन चाहिँ तपाईहरुले एकचोटि हेरेपछि बल्ल थाहा पाउनुहुन्छ हैन। उत्तरोत्तर प्रगतिको लागि शुभकामना तथा बधाई समेत दिँदै हैन अझै नेशनल हैन ग्लोबल लेभलमा पनि उहाँहरूको चाहिँ पकड हुनेछ फ्युचरमा जस्तो चाहिँ मलाई लाग्छ। ल साह्रै राम्रो कुरा गर्नुभएको छ सरले। सरको यो मोटिभेटिङ वर्ड्सहरूबाट टिम टेक्टोनिकलाई पछि फ्युचरमा पनि हाम्रो प्रोजेक्ट डिस्लेक्सिक एप फर चिल्ड्रेन्स माइन्ड ब्रिजलाई चाहिँ अगाडि लिएर जानलाई धेरै नै हेल्प हुनेछ र गर्नेछौँ। यो भन्दै हाम्रो टिमको केही मेम्बर्सहरूको चाहिँ सानो वक्तव्य पनि सुनिहालौँ। सो तन्त्रनाथ सरले चाहिँ हामीलाई एकदमै राम्रो भन्नुभएको छ है। हामीलाई चाहिँ ओओपी पनि पढाउनु भएको थियो र मलाई चाहिँ अब डाटाबेस म्यानेजमेन्ट सिस्टम पनि पढाउनुहुन्छ। सो एकदमै खुसी लाग्छ कि जब सरहरूले यसरी चाहिँ हौसला प्रदान गर्नुहुन्छ है। सो एकदमै खुसी लागेर आउँछ। सो थ्याङ्क यू सो मच सर हजुरको शब्दहरूको लागि। सो उहाँको फिडब्याक्सहरू लिएर चाहिँ हामी धेरै राम्रो गरेछौँ अनि उहाँले चाहिँ प्र्याक्टिकल इम्प्लिमेन्टेसनहरूमा चाहिँ बढी फोकस गर्नु भइरहेको थियो रेदर देन थ्योरिज। अनि उहाँको वर्ड्सहरू यो सुन्न पाए चाहिँ हामी धेरै नै खुसी छौँ। डेप्थ हुन्छ हाम्रो के हो ब्रेथ फर्स्ट हो क्या होइन। सबै विषय भयभरको विषयहरू चाहिँ हालिदिएको रहेछ। त्यो अलिक कोर्सलाई चाहिँ फेरि त्यो हिसाबमा चाहिँ हेर्नुपर्ने जस्तो लाग्छ मलाई। डेप्थ बढी जाने एउटैमा डोमेन स्पेसिफिक पढ्नु पर्यो हजुर हैन। त्यो चाहिँ यहाँ अलिकति अब टाइम बिङ चाहिँ होला हैन। डोमेन स्पेसिफिक चाहिँ डेप्थतिर जाने हो क्या एउटै डोमेनमा भित्र। सो सबैजनालाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि आफ्नो मोबाइलमा हाम्रो पे एप डाउनलोड गर्नुहोस्। हाम्रो पेमा गएर त्यहाँ आइसिटी अवार्ड्स भन्ने सेक्सनमा गएर माइन्ड ब्रिजलाई राइजिङ स्टार इनोभेसनको क्याटेगोरीमा गएर भोट गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।